राष्ट्रिय योग दिवसको अवसरमा विशेषता सूर्य नमस्कार 200 पटक गरिन्छ हैन। त्यस लगायत अर्को एउटा कार्यक्रम पनि जोडिएको छ जुन यो महामृत्युञ्जय अखण्ड होमन। यो अखण्ड होमन चाहिँ वर्षपछि पनि गरिरहेको हुन्छन्। यो गर्नुको अर्थ चाहिँ के छ? यस्तो छ, अब यसमा सूर्य नमस्कारको कुरा त पाटो भइ नै हाल्यो। त्यो आसनभित्रको प्रतियोगिताभित्र पर्ने कुरा भयो। त्यो हामीले यहाँ 200 पटक गऱ्यौँ अनि त्यो कहीँ 1000 पटक पनि भएको छ, त्यो 1000 राउन्डको पनि भएको छ। त्यो छुट्टी कुरा हो। तर महामृत्युञ्जयमा चाहिँ विशेष गरी म यहाँ के भन्न चाहन्छु भने यो धेरै जसोलाई यो कस्तो पनि हो भने महामृत्युञ्जय मन्त्रको प्रभाव र महामृत्युञ्जय मन्त्रद्वारा गरिने हवनले के चाहिँ प्रभाव पार्छ त वास्तविक रूपमा चाहिँ मान्छेको जीवनमा अथवा शरीरमा भन्ने कुराको जानकारी नभएको कारणले पनि मान्छेमा त्यो प्रति एउटा चाहिँ त्यो यज्ञप्रति अलिकति जागरुकता नभएको हो कि चासो नभएको जस्तो पनि लाग्छ मलाई। जस्तै ओम त्र्यम्बकम जजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव वन्दनान् मृत्युर्मुक्ष्य महामृतात् भनेर जुन मन्त्रले भनेको छ त्यसमा चाहिँ जस्तै हामी त्रिनेत्र देवतालाई पुज्छौँ होइन। ब्रह्मा विष्णु महेश्वर अथवा जे पनि भन्न सकिन्छ। तीनवटा देवताको तीनवटा स्वरूप अथवा चाहिँ यसलाई चाहिँ सत्व रज तम तीन त्रिगुणको हिसाबले पनि भन्न सकिन्छ। यो त्यस्तै गरी जो सुगन्धित छन् जसले हाम्रो पोषण गर्छन्, त्यसै गरी जुन रूपमा फल अथवा हाँगाको बन्धनबाट मुक्त हुन्छ। जस्तै यसमा के भन्छ भने तीनवटा यो चाहिँ जसरी एउटा पाकेको लहरा एउटा चाहिँ फर्सी अथवा काँक्रो अथवा जुनसुकै चाहिँ चिज लहरामा फल्ने फल जसरी फल के अरे लहरा लाग्छ, बिउ उम्रन्छ, लहरा लाग्छ, त्यसरी चाहिँ त्यो बढ्दै जान्छ अनि फुल फुल्छ, त्यसपछि त्यसमा फल फल्छ र त्यो फल फलिसकेपछि अटोमेटिक उसको समय पुगेपछि के हुन्छ त अटोमेटिक त्यो चाहिँ फल आफै के हुन्छ त पाकेर झर्छ लहराबाट। अटोमेटिक कसरी छुटाउनु पर्दैन त्यसलाई। त्यसै गरी हामी मान्छे जीवन पनि जन्मेपछि हाम्रो चाहिँ मृत्यु निश्चित छ। यो नश्वरताबाट ईश्वरतातर्फ जानुपर्ने चाहिँ यो नश्वरताबाट मुक्त हुने चाहिँ प्रक्रिया जुन छ अटोमेटिक हामी हुन्छ त्यही प्रक्रिया हो यो। त्यसरी नै यो भगवान् हामीलाई यो जीवनभर चाहिँ यो चाहिँ के अरे नश्वरताबाट हामीले मुक्त गराइदिनु होला भन्ने कुरामा चाहिँ यो मन्त्रले चाहिँ प्रभाव रहन्छ। एउटा कुरा पहिलो कुरा के भन्छ यो मन्त्रमा, यो मन्त्रको चाहिँ पहिला जापको कुरा भन्छु म। एउटा तीनवटा कुरा छ, जाप र हवन कुरा छ कि यहाँनिर अलिकति लामो होला त्यसलाई मिलाउनु होला। महामृत्युञ्जय मन्त्रको जापको महत्त्व कुरा छ यहाँनिर। विशेष गरी के छ भने यो मन्त्र ऋग्वेद र यजुर्वेदमा हाम्रो 4 वेदमा चाहिँ 2टा वेदको चाहिँ 2टामा उल्लेख गरियो मन्त्र हो यो। जसको चाहिँ जाप गर्दा प्राप्त हुने के विशेष के लाभ हुन्छ भने एउटा कुरा विचार हेर्दाखेरि अकाल मृत्यु जुन मान्छेको इनकेस यो मन्त्रको निरन्तर जापले अझ शुद्धता, फेरि यसमा चाहिँ विशेष जाप पनि शुद्धता हुनुपर्छ, शुद्धताको हिसाबमा र यसको चाहिँ आत्मा अकाल मृत्युबाट रक्षा गर्छ यो मन्त्रद्वारा। एकदम पूर्ण विश्वास हो होइन। यो मन्त्रको मुख्य उद्देश्य नै साधकहरूलाई अकालकोबाट अथवा चाहिँ असमयको मृत्युबाट जोगाउनु हो पहिलो कुरा। अथवा गम्भीर रोगहरू लागेका छन् त्यो गम्भीर रोगहरूबाट अथवा गम्भीर दुर्घटनाबाट भयो डरबाट पनि चाहिँ मुक्ति गराउनु। जस्तै तपाईँलाई अथवा कुनै आगामी दिनमा रोग लागेपछि मात्रै भन्दा पनि रोग नलागोस् भन्नका निमित्त यसको जाप हवन गरियो भने त्यसले चाहिँ दीर्घ आयु दिन्छ होइन, रोगबाट मुक्ति दिन्छ, रोगले छुन सक्दैन र दुर्घटनाको भय रहँदैन भन्छ मन्त्रको हवनद्वारा। र यसको जाप अत्यन्त फलदायी छ। अर्को कुरा रोग र चाहिँ रोगबाट मुक्ति र स्वास्थ्यको कुरा पनि छ यसमा। जस्तै यसले मोक्ष मन्त्र पनि भनिन्छ यसलाई होइन। जस्तै यो मुख्य मन्त्र मात्रै नभइकन आरोग्य मन्त्र पनि हो। भन्दाखेरि यसले चाहिँ सहीमा रोग प्रतिरोधक शक्ति क्षमता बढाउँछ अनि यो मन्त्रद्वारा मानसिक शान्ति प्रदान गर्छ यो मन्त्रले, यो मन्त्रको जापले। अनि त्यसै गरी भय र तनावबाट मुक्त दिलाउँछ यसले होइन। जस्तै दैनिक रूपमा यो मन्त्रको जाप गरियो भने यसले मनमा डर, चिन्ता, त्रास सबैले अनि अनिद्रा सबैलाई हटाउने काम गर्छ। त्यसको महत्त्व वास्तव यो मन्त्रको महत्त्व त्यो हो। अर्को कुरा के छ, आध्यात्मिक जागृति हुन्छ। मनमा चाहिँ अध्यात्मलाई चाहिँ जागृत गराउनका निमित्त पनि यो मन्त्र बडो प्रभावकारी रहन्छ। जस्तै यसले चाहिँ यहाँसम्म कि यसले कुण्डलिनी जागरणलाई पनि यसले जागृत गराउँछ। यो यस्तो कुरा हो। अनि यसको चाहिँ हवनको कुरा भन्छु भने यो हवनको महत्त्व के छ भन्नुहुन्छ भने यसमा चाहिँ यो मन्त्रको जाप सँगसँगै हवन पनि गरियो भने यसको प्रभावले कैयौँ गुणा चाहिँ के हुन्छ मानिसले एउटा मनमा चाहिँ यसको प्रभाव मनमा शरीरमा यसको प्रभाव अत्यन्त चाहिँ गहिरो पर्छ। जस्तै यसले पहिलो कुरा त यसले वातावरण शुद्धि हुन्छ यो मन्त्रद्वारा गरिएको हवनद्वारा वातावरण शुद्धि हुन्छ। दोस्रो कुरा ग्रह दोषहरू निवारण, ग्रह चाहिँ जन्मकुण्डली लगाएर ग्रहको दोष निवारण हुन्छ। र तेस्रो कुरा सङ्कल्पको पूर्णता हुन्छ। जस्तै अनि शरीरमा भएको नकारात्मक ऊर्जालाई यसले नाश गरेर सकारात्मक ऊर्जालाई वृद्धि गराउँछ। यो कुरा 4 कुरा पनि थोरैमा भनेको, अरू कुरा धेरै छन्। जस्तै अब यसले हवनमा चाहिँ जस्तै अब यो हामीले के गर्छौँ हवन सामग्री हुन्छ जौ, तिल र घिउको हवन हुन्छ, त्यहाँ शुद्धता हुन्छ त्यहाँनिर। त्यसले के गर्छ त भन्दा त्यहाँ यसले मिश्रणले चाहिँ हानि वातावरणमा रहेको दूषित वातावरण के अरे चाहिँ कीटाणुहरूलाई नष्ट गर्ने काम गर्छ होइन, सकारात्मक ऊर्जालाई प्रभाव गर्छ यसले चाहिँ। भने अर्को चाहिँ के हुन्छ भने कुण्डलीमा रहेका मार्कस दोषहरू जस्तै ग्रहका शनि राहु केतु जस्ता चाहिँ ग्रहका चाहिँ नकारात्मक प्रभावलाई पनि यसले कम गर्छ। अर्को कुरा के हुन्छ भने यसले हवन गर्दा अग्नि देवतालाई साक्षी राखेर यो मन्त्रको चाहिँ सङ्कल्पद्वारा गरेर कुनै किसिमको चाहिँ मनोकामना गरिन्छ भने
त्यो मनोकामना छिटो पुरा हुन्छ भन्ने पनि एउटा चाहिँ शास्त्रीय मान्यता पनि छ। अर्को कुरा के छ भने घरमा अथवा कार्यस्थलमा कुनै ठाउँमा चाहिँ यसले चाहिँ यो मन्त्रद्वारा हवन गरियो भने यसले चाहिँ घरमा भएको वास्तु दोषलाई निवारण गर्छ। त्यसै गरी खराब दृष्टिहरू चाहिँ दोष दृष्टि छ भने दोष दृष्टिलाई पनि चाहिँ यसले चाहिँ मुक्ति दिलाउँछ त्यो दृष्टिबाट। त्यो कारणले पनि यो चाहिँ अझ विशेष महत्त्व छ। तर यसको फेरि विशेष नियम पनि छ क्या। यो मन्त्र हवन रचेको विशेष नियम छ, सावधानी छ। जस्तै यसको चाहिँ मन्त्र उच्चारण गर्दा एकदम शुद्ध हुनुपर्छ क्या। हाम्रो कसैको लटपट हुन्छ नि, ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वा रुकमिव वन्दनान् मृत्युर्मुक्षयमामृतात्। यसमा चाहिँ उच्चारण शुद्ध जुन जरुरी एकदमै जरुरी छ। अर्को यो मन्त्रको जाप गर्दाखेरि माला रुद्राक्षकै हुनुपर्छ है। तेस्रो कुरा सात्विक जीवनको कुरा पनि रहन्छ क्या। जाप अथवा हवन गर्ने व्यक्तिले त्यो अवधिमा चाहिँ सात्विकता कुनै पनि चिजहरू खाएर होइन जुन कामनासाथ गरिन्छ भने कुनै नखाइकन शुद्धताका साथ बसेर सात्विक चिजहरूको आचरण गरेर आचरण पनि सात्विक हुनु पर्यो। त्यो त्यसरी राखियो भने यो चाहिँ अवश्य पनि कामना पुरा हुन्छ भनेर महत्त्व यो कुरा। त्यही भएर हामीले यसलाई निरन्तर गरिरहेका छौँ र यो हामी प्रत्येक वर्ष राष्ट्रिय योग दिवस दिन चाहिँ सुरुवात गरेर यसलाई चाहिँ निरन्तर गरिरहेका छौँ। र हामीले चाहिँ के भनिरहेको छौँ भने 2 वर्ष 3 वर्ष हामी अखण्ड गर्यो दिनभरि। अब यो वर्ष पनि हामी अखण्ड गर्ने प्रयासमा छौँ। सबैजनाको चाहिँ यदि साथ मिल्यो भने यसलाई हामी अलि भरे आज सुरुवात भइसकेको छ, यज्ञ देख्नु भएको छ। भरेसम्म यसलाई चाहिँ कन्टिन्यू गर्ने प्रयासमा छौँ हामी। कति सक्छौँ। र यसमा चाहिँ हामीले फेरि यो किन निरन्तर गर्न सकिने त भन्ने कुरामा मान्छेको चासो हुनुपर्ने यस्तो हो भने भन्दा हामीले त्यो विषयमा जानकारी गराउन सकेन, सबैले बुझाउन सकिरहेको छैन। त्यो कारणले पनि यो त्यस्तो भएको छ। यसलाई हामीले अझ अर्को वर्ष चाहिँ मेरो सोच के चाहिँ छ भने यसलाई अलिक वृहत तरिकाले अलि अगाडिदेखि नै यसलाई यो मन्त्रको प्रभाव, यो मन्त्रको चाहिँ जापको महत्त्वलाई अलिक बढी बेरमा प्रकाश पारेर यो चाहिँ यसलाई अझ प्रभावकारी तरिकाले अझ वृहत तरिकाले बनाउने प्लान मेरो सोच चाहिँ छ। साथीहरू सबैको साथसँग मैले यसरी लान सकिन्छ भन्ने मेरो चाहिँ धारणा हो। र यो चाहिँ अवसरमा सबैले जानकारी गराउन सकेँ, यो जानकारी गराउने अवसर प्राप्त भयो। यसलाई धन्यवाद हुन्छ। तपाईँलाई फेरि पनि अन्तिममा चाहिँ यो राष्ट्रिय योग दिवसको शुभकामना सहित सम्पूर्ण पतञ्जलि शुक्ला गण्डकीलाई पनि शुभकामना छ। धन्यवाद यहाँलाई पनि। र त्यो मेरो तपाईँकै भिडियो मार्फत सम्पूर्ण जो योगी मनहरू अथवा चाहिँ योगप्रति एउटा चाहिँ आस्था राख्नुहुने सम्पूर्ण दिव्य आत्माहरूप्रति मेरो तर्फबाट पनि हार्दिक मङ्गलमय शुभकामना यो राष्ट्रिय योग दिवसको तर्फमा व्यक्त गर्न चाहन्छु। नमस्कार। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति।